फिफा 2026 को सबैभन्दा इन्ट्रेस्टिङ म्याच जापान भर्सेस नेदरल्यान्ड चाहिँ इन भइसकेको छ र म्याचको कहानी 2-2 रह्यो र हाफ टाइमसम्म 0-0 गोलमा रहेको यो म्याच चाहिँ हाफ टाइम पछि निकै इन्ट्रेस्टिङ हुन गयो र जापान बी लाइक यु स्कोर आई स्कोर। जब नेदरल्यान्डले गोल स्कोर गर्छ तब जापान फर्काउन रेडी हुन्छ। भ्यान्डिकको हेडिङ गोल, फेरि जापानबाट ब्याङ्गर र उता नेदरल्यान्डबाट फेरि लेफ्ट फुटेड गोल र फेरि 89 मिनटमा ड्र गर्नको लागि त्यो हेड गोल। र हाइट डजन्ट म्याटर, नेदरल्यान्डका सबै प्लेयर अग्ला स्ट्रेन्थफुल, बट जापानिज एसियन बी लाइक स्ट्रेन्थ डजन्ट म्याटर, स्किल म्याटर। र स्ट्रेन्थलाई स्किलले बिट गर्दै जापानले नेदरल्यान्ड जस्तो बलियो डिफेन्सिभ टिमसँग ड्रको कहानी बनाएको छ र पोइन्ट्स सेयर गरेर 1-1 पोइन्ट्स दुईजना लिइसकेका छन्। र पोजिसनको मामिलामा थोरै नेदरल्यान्ड बलियो थियो, 60% पोजिसन उनीहरूसँग थियो र जापानसँग जम्मा 40% पोजिसन थियो, तर पनि मन सबैको जापानले जितेको छ र एसियन फुटबललाई जापानले गौरवान्वित बनाएको छ र नेपालीहरूको दोस्रो होम कन्ट्री भन्दा पनि जापानलाई फरक पर्दैन र एसियन कन्ट्रीको ब्याक टु ब्याक कमब्याक। साउथ कोरियाले त्यो कमब्याक र जापानको यो कमब्याक। साउथ कोरियाले अस्ति भर्खरै त्यो ग्रेट कमब्याक देखाएर विन निकालेको थियो र जापानले यो ग्रेट कमब्याक देखाएर नेदरल्यान्ड जस्तो बलियो स्ट्रेन्थफुल डिफेन्सिभ टिमलाई बराबरीमा ल्याएको छ।